हेलो नमस्ते एन्ड भेरी वेलकम ब्याक टु माई युट्युब च्यानल आज मेरो भ्लगमा तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। जो चाहिँ मेरो युट्युब च्यानलमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने लाइक कमेन्ट र सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ सधैँको लागि एज अ मेम्बर। अलराइट ओके, आज चाहिँ म बोस्नियादेखि नेपालसम्मको यात्रामा छु। सो आई होप रमाइलो नै हुन्छ जस्तो लागिरहेछ है त। अनि सपोर्ट गर्नुहोला, माया गर्नुहोला भन्दै आजको यो ब्लगलाई चाहिँ सुरुवात गर्न चाहन्छु। थ्याङ्क यू गाइज। नेपाली कम्ती छ होला होइन? नेपालीहरू अहिले चाहिँ आइरहेछ मेरो युट्युब च्यानलबाटै आइरहेछ नि मान्छेहरू चाहिँ अहिले कि प्रायः मान्छेले कति मान्छे कन्ट्याक्ट गरेर हुन्छ अनि के छ कसो छ भनेर होइन। सम त हामी त सायद फर्स्ट ग्रुपै होला सायद त्यहाँ अलिकति टिकेर बस्न। तर अझ सबै मान्छेहरू निस्केर जान्छ कि अरू देशतिर। कति साल भयो त? हामी त 2 सालभन्दा धेरै भइसक्यो नि त। छुट्टीमा भयो? छुट्टीमा अस्ति आएर पनि गयो, फेरि जाँदैछु। कति वर्ष हुनुभयो तपाईँको साउदीमा काम गर्नुको चाहिँ? भयो 8-9 वर्ष। ए धेरै वर्ष नजानु साउदीमा त भयो नि 10-12-15 वर्ष पनि लाग्छ। कस्तो साउदी त अनि कमाइ राम्रै होला त? ठिकै छ। धेरै ठुलो त्यो आशा बोकेर पनि कामै छैन कि। लाख रुपियाँ भइहाल्छ त्यति भयो भने त। म पनि यहीँ बसेको नि त 4 वर्ष 2 वर्ष नि त म त। अनि त्यही हो, पछि फेरि कति बस्नु भने नेपाल गएको फेरि अब नेपालमा त्यही त नि, तपाईँ कमाउनु पऱ्यो, खानु पऱ्यो, त्यही त जानै पऱ्यो। अब हामीलाई लाख रुपियाँ भने चाहिँ धेरै हो। तपाईँ सधैँ ठिकै कति 9 वर्ष होला? अनि वर्ष दिनमा जानु पाउँछ कि कस्तो? वर्ष दिन के चाहियो जहाँ गयो पनि पैसा कमाउनेलाई त्यही हो। अनि कति थोरै टाइम लाग्छ भने 3 घन्टा 17 मिनटै लाग्छ भन्छ त। के भनेको के भइरहेछ? उडेर लान्छ एयर बस उड्छ, म त गुड्छ भनेको उड्छ। तपाईँको छोरा चाहिँ के युरोपै जान्छ भन्छ, क्रोसिया जान्छ भन्छ। तर अहिले चाहिँ कस्तो भने क्रोसियामा चाहिँ धेरै मान्छेहरू दुःख एकदमै पाएको छन् क्या। युरोप भन्ने मात्र एग्रिकल्चरतिर हुन्छ त्यो। अनि धेरै दुःख छ मान्छेहरू। अब सिजनल भिजामा जाने त सोचेको 2-3 महिना काम गर्ने, फेरि अनि बिजो घर बस्छ नि त नेपालदेखि पैसा कमाउने खाने, त्यो धेरै मान्छेहरू छन् क्या अहिले। मैले त्यही त भनेको। रोमानिया पनि ठिकै हो है। अब मुभी त फ्रीमा दिनु नि होइन, खाडी बोलेको ठिक छ, धेरै खोज्नु हुँदैन। यस्तो छ त तपाईँको युरोपमा चाहिँ कसो भने अब मान्छेहरूले भविष्य भन्यो हिँड्यो, मान्छे डकुमेन्ट भन्यो, पैसा अब देश पनि खर्च, अनि घर आउने टुङ्गो हुँदैन होइन। त्यही भएर त हामी त खासमा ननिस्क्यौँ नि त। अरू देश पनि जान मिल्न त, तर के गर्नु अब त्यो पेपर भन्यो, डकुमेन्ट भन्यो, तपाईँको इलिगल भइन्छ, दुनियाँ डिमान्ड झन्झट हुन्छ, घर जाने समय हुँदैन। हामी त अलिकति भनौँ न व्यवहारिक मान्छे होइन त, घर परिवार सबैको छ, तर पनि एउटा जिम्मेवार बोध गर्नुपर्ने कुरा काम हुँदैन। त्यही भएर अनि घर चाहिँ तपाईँको जाबा हो गोरामा खोज्नु भन्नेलाई काम त होइन। पहिला त तपाईँको यस्तो छ नेपालीहरू कस्तो भने त्यहाँ मात्र छिर्न पाउँ काम गर्छन्, अनि अवैधानिक रूपमा अन्य देशहरू पनि जान्छन् नि त मान्छेहरू त। वर्किङ भिसा चाहिँ त्यहाँ हुँदैन पुलिसको? वर्किङ भिसा हुन्छ। वर्किङ भिसा यस्तो हुन्छ क्या तपाईँको क्रोसियामा एउटा चाहिँ सिजन भिजा हुन्छ। सिजन भिजामा जाँदा 3-4 महिना काम हुन्छ, त्यसो सक्यो कि। अनि होस्टेल बस्ने, पैसा भात खाने, अनि त्यो पैसा कहाँबाट ल्याउँछ? कहाँबाट दिन्छ? धेरै समस्या हुन्छ। त्योभन्दा राम्रो खाडीमा ठिक छ, अब काम नगरे पनि बेसी सेलेरी त दिइरहन्छ कम्पनीले। त्यो राम्रो हो नि। यस्तो छ तपाईँको, म त के भन्नु, जहाँ गयो भने तपाईँ पैसा कमाउने हो होइन। चाहे त्यो अमेरिकै जाओस्, लाखै कमाउँछ, करोडै कमाउँछ, त्यसले नबजाएर के कामै छैन हो नि होइन। तपाईँ यहाँ दुबईमा पनि कति धेरै मान्छेहरू कमाउने मान्छेहरू छ नि त। अब मैले यहाँ दुबईमा काम गर्दाखेरि तपाईँको एउटा मान्छेले हाम्रै कम्पनीमा 90,000 दिराम खान्छ क्या तल। अनि होइन अनि अमेरिका युरोपले भेट्छ त नि होइन 90,000 दिराम तल भनेको यहाँ हो। त्यो पनि नेपालीले यार। अब धेरै छन् मान्छेहरू, धेरै कमाउँछन्। मेरो साथी सर्कलका मान्छेहरू यहाँ छन्, कमाइरहेछन्, कोर्ट टाइममा टक भनेर हिँड्छन् होइन। त्यस्तो छन् क्या। भनेपछि तपाईँ साउदीमा खुसी हुनुहुन्छ?
ठिकै छ है धेरै भागमा खर्च हुँदैन हामीलाई त्यति बेला ठिकै छ धेरै धेरै वर्ष भयो भने काम गर्नु रहेछ नि त केमा काम गर्नुहुन्छ क्याटरिङमा क्याटरिङमा के तपाईँ यसो अनुहार हेर्दा म तपाईँलाई गेस गरौँ के सेफ हो क्या होइन नि होइन होइन अनि के गर्नुहुन्छ त हामी हेल्पर हो कुक हो कुकै सेफ त हो नि त्यसो भएन जस कमिक हो भात पकाउने मान्छेले सेफ भन्दैन भन्दैन नि मान्छे अनुहारहरू थाहा पाउनु थाल्नु क्या कोही होइन उहाँले दुध काट्नु भएको छ अन्त चिटिक्क गर्नु भएको छ नि त होटल लाने चिटिक्क भन्छ नि त भगवानलाई काटेर आएको बुढीले नि खोज्नु दिएन मलाई नचिन्ला हँसाउने भयो के छ तपाईँ म लिम्बू हो लिम्बू हो कुन लिम्बू हाम्रो यहाँ पार्टी पनि लिम्बू हो नि पूर्वतिर हो क्या घर हजुर पूर्वै हो क्या घर पूर्व हो कता हो पूर्व मेरो झापा हो जाँदा कहाँनिर हो मत्रपुर भद्रपुर मेरो यता दमक हो कुन लिम्बू म लिङ्किम हो लिङ्किम हो आफन्त नै पर्ला लिङ्किमै हो होइन म लिङ्किम छैन मेरो लिङ्किम चाहिँ मामाहरूको क्या मौली खालर हो यता चाहिँ भिडियोमा अनि कहाँ उता मान्छे हेरेर गफ गर्नु कि भिडियो हेरेर गफ गर्नु लिम्बू लिम्बू भेट भयो अब तपाईँ राई बिचमा किन बस्नुभयो यहाँ झ्याल खोलिदिन्छु हाम फाल्नु त भनेपछि पूर्वै रहेछ नि राई भन्ने मेरो घर त सिन्धुली हो खासमा सिन्धुलीमा कहाँ भएर आइपुग्यो अब राईहरू छ नि त सुनवारहरू छ तपाईँको यस्तो हाईहरू छ उनीहरू त राई नै भन्छ नि त एउटा कुरा चाहिँ के भन्यो भने अब हामी भनौँ न अब सिन्धुलीतिरका मान्छेहरू चाहिँ राई हो भन्दाखेरि के अरे अहिले तपाईँले जस्तै कुराहरू त्यसरी नै आउँछन् क्या त्यही त प्रत्येक त्यस्तोतिर देखिँदैन कि त्यस्तो खालको चाहिँ प्रश्न आउँछ कहाँबाट आयो भन्ने खालको कुरा अब उनीहरू पनि त के अरे तपाईँको यो जुमान राईहरू छ नि फुटबल खेलाडी उनीहरू पनि त अब के अरे अब सर्लाइको मान्छे कसरी आएको राई सर्लाइको हो सर्लाइको नि त उता तर बुढी धरानको कहिले उड्छ र पिसा गर्नु भन्नु त्यस्तै हो भिडियो बनाउँदा के बोल्छ काट्न नै मिल्छ 40 दिनपछि फेरि फर्किनुपर्छ विदेश यार के यार गाडी त हल्लिन्छ गाडी हल्लिँदैछ फेरि उताबाट हेर्दा त कस्तो केटी जस्तै देखेँ तपाईँले मैले साथी केटी देख्नु थालिदियो के हो म त त्यस्तो लागेर उता हेर्दा यस्तो भन्दा नि यति हेर्नु त है अझ यस्तो भन्नु त पछि आउँदा चाहिँ काठमाडौँ बुढी पछि गराउँदा चाहिँ 17-18तिर गएर भन्नुपर्छ अगाडि सिट के ए त्यो अहिले उसले त्यो यो सिट भनेर त बोर्डिङ पास गरेर ल्याइदिने होइन हो नि त त्यही त भन्नु तर अलरेडी ट्याग भइसकेको हुन्छ कि अब नेपालमा त कुरा गर्नु मिल्छ नि त नेपालमा कुरा गर्नु पर्ला साह्रो पछाडि बस्यो पुरा लाइट देखाउँछ त्यसले क्या लगेजको सामान त हराउला जस्तो भयो चाबी सामान लाउनु पाइँदैन के थाहा त त्यस्तो हुन्छ भनेर कसले थाहा त अहिलेसम्म नभएको अनि आजै हुनु भन्छ अस्ति सामान मलाई त अमेरिका कता पुगेर आयो छोडेर त्यस्तो कुराहरू केटाहरूलाई सुनायो भने कथा जस्तो लाग्छ केटाहरू रिसाउँछ त्यसो भनेर त्यही सामान हराएर उसकै सामान फेरि पराएको छ सुशीलको सुशीलको मेन सामान चाहिँ मेरोमा थियो नि दबाई चाहिँ सुशीलको अनि दबाई मेरोमा थिएन औषधि मेरोमा थियो नि त मेन सुशीलको औषधि हो र अनि त्यत्रो अनि त्यो पर आमको अगाडि दिएको होइन लिनु आउँदै थियो र तपाईँलाई हामी दुईजना थियौँ भने उसले दुईजना उताबाट आमकोमा लिनु आउँदै थिएन अन्त दिनु थियो होइन मसँगै थियो म त अघि के भयो अहिलेको कुरो डकुमेन्टहरू मार्दैन हराएर तर अरू सामान यहाँ एउटा फुक्यो अरे हावा भरिन्छ हो के हो सुन्नु अब मलाई थाहा छैन है भात चाहिँ ल्याऊ है अब
मान्छे पे गर्न सक्छ तर अहिलेको मान्छे त लास्टै स्लो हो कस्तो आवाज हो?